हेलो एभ्रिवान, हाउ आर यु? जेम्स सबैलाई अनि सन्चै हुनुहुन्छ होला तपाईँहरू नि। म पनि सन्चै छु। अनि आज चाहिँ सन्डे, इस्टर सन्डे। अनि भर्खर घर आएको कामबाट, बिहान काम थियो, बिहान काम गएर अनि भर्खर घर आइरहेको छु। अनि आज चाहिँ हाम्रो प्रोग्राम छ हर्ट्सफिल पार्कमा। अनि यस सबै कुरा त म देखाइ नै हाल्नेछु तपाईँहरूलाई। अनि यति बेला चाहिँ म भर्खर कामबाट आएँ, घर भर्खर आएको। अब म फ्रेस हुन्छु अनि त्यही अनुसार अनि कपडा लगाएर म रेडी भएर जानेछु। अनि सबै कुरा त म देखाइहाल्छु। सबै कुरा हेर्नको निम्ति लास्टसम्म सी यू। ल है त साथीहरू, रेडी भयो होइन। अनि मेरो आउटफिट चाहिँ आज कस्तो, आज चाहिँ म क्यामेराबाट गर्दैछु भ्लगिङ। मेरो डिजे आएको थिएँ होइन। अनि त्यही हो, रेडी भयो। अब अनमोल दाइ लिन आउँदै हुनुहुन्छ। अनि त्यही हो, अनि देखाउने चाहिँ सबै कुराहरू। अनमोल दाइ आएपछि चट्ट गाडीमा गएर सेटअपहरू गर्नुपर्ने छ। सेटअपहरू गरिसकेपछि चाहिँ अनि हामी रमाइलो गर्नेछौँ। आज इस्टरको डेमा, परमेश्वरको पुनरुत्थानको दिनमा हामी देखाउनेछ सबै कुरा तपाईँहरूलाई। थ्याङ्क यू। अनि लास्टसम्म नै हेरिदिनु होला, भ्लग निकै दामी हुनेछ। थ्याङ्क यू। सर्ट मात्र लाउँदा चाहिँ अलिकति खल्लो लाग्यो, त्यही भएर कोट नि लगाइदिएको। यही हो चट्टा आउटफिट चाहिँ। अलिक मेसी छ रुम चाहिँ, हतार निस्केको होइन है। ल भेटौँ त्यही हर्ट्सफिल पार्कमा। सी यू एभ्रिवान। त निस्केको अब ट्याक्क अनमोल दाइ आउनु भएको छ मलाई लिन। आउँदै हुनुहुन्छ अरे अनमोल दाइ चाहिँ। त गएर वाउ। ल अब चाहिँ चल्दिउँ ल। ल है त गएको, अनमोल दाइ लिन आयो। ओहो हिरो अनमोल दाजु। मलाई मोबाइलमा म्याप छ, अब यो रिटर्न लगाएर फेरि मलाई त्यहाँ राख्नु। यस प्लिज। Big clap guys, big clap. Oh. आयो है, कडा आयो। Now we now ready. ल है दिलीप दाइ, यहाँ भए ठिक हुन्छ है। प्रवीण दाइ कस्तो लागिरहेछ तपाईँलाई? हेलो गाइज, ह्याप्पी इस्टर। सबैलाई शुभकामना छ यसु गौरी उठ्नुभएको उपलक्ष्यमा। ल सबैलाई यसो सन्देश छ कि यसुमाथि विश्वास गर्नुहोस्, जीवन प्राप्त गर्नुहोस्, खुसी हुनुहोस्, अनन्त जीवन पाउनुहोस्। आमेन। ल है आशिषको भन्छ थाहा छ मलाई। कसको हो भनेर सोधेको मैले। हो
Believe in Jesus Christ, even if you proclaim you are non-religion, even if you proclaim. ल हामी चाहिँ रेडी भयो एदी भाइ फोटो खिचा एउटा उता उता अत्रि हो एदी 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 ल अनि आजको हाम्रो सङ्गति राम्रो भयो अहिले चाहिँ हामी चर्च आएको छौँ चर्च नि देखाइदिउँ तपाईँहरूलाई यो चाहिँ हाम्रो चर्च हो अनि अहिले चाहिँ हामी सामानहरू राख्न आएको अनि त्यही हो अब सामान राखेर त्यो पछि खै खाना गइन्छ कि घरमै बनाइन्छ होला सोच्दाखेरि सोच्दा मेरो लिङ्क हाल्नु भयो कि भएन मैले मैले थोरै Hello. This is Ashish Dada, and in my right, Neeraj Bena. Today we are at his home. हामी सबैजना यहीँ छौँ बिना हाम्रो बिनाको श्रीमान अनि उता हाम्रो भान्जी अनि यता हाम्रो घरबेटी यता हाम्रो हिरो छ यता ड्यानियल यता फर्क्यो ल हाई भन एन्ड देन उता हाम्रो सुतिरहनु भएको छ बब अनि यता छ हाम्रो ड्यानियलको मम्मी ड्यानियल सर अब ड्यानियललाई चाहियो ड्यानियल र म भन्दै यसरी भ्लग गरिन्छ ल हाई गरिदियो हाई गर न हाई गर न हाई अझै तपाईँ के भन्न चाहनुहुन्छ यहाँ केही बोल्न चाहनुहुन्छ ल ड्यानियल